नमस्कार। सफलता प्राप्त गर्ने एउटा महान टिप्स अन्तर्गतको टिप्सको नाम के हो त भन्दा मौन साधना हो। मौन भनेको हामीले के बुझ्छौँ भन्दा चुप्प लाग्ने भनेर बुझ्ने गर्छौँ, नबोल्ने भनेर बुझ्ने गर्छौँ। मौन भनेको नबोल्ने, चुप्प लाग्ने भनेर चाहिँ हो, तर त्यो बाहिरी रूप मात्रै हो। तर भित्री रूप के हो त यसको भन्दा मनले पनि नबोल्ने भनेर, मन शान्त राख्ने, विचारलाई कन्ट्रोल गर्ने, विचारमाथि विचार गर्ने, विचारलाई पनि छताछुल्ल रूपमा पोखरिन नदिने, विचारलाई एक ठाउँमा चाहिँ के गर्ने भन्दा नियन्त्रण गर्ने। त्यसो गऱ्यौँ भने हामी के हुन्छ भन्दा सफलता प्राप्तितिर जान्छौँ। बिस्तारै बिस्तारै हाम्रो मनले पनि त्यही नराम्रा कामहरू, त्यस्ता खालका क्रियाकलापहरू सोच्न छोड्छ। हामी मन शान्त हुँदै जान्छ, मनले चाहिँ शान्ति प्राप्त गर्दै जान्छ। विचारहरू पनि कम आउँदै गर्छन्, जो नेगेटिभ विचारहरू छन् ती बिस्तारै बिस्तारै हट्दै जान्छन्। हामी मौन, मनले पनि मौन र बोलीले शब्दले पनि मौन, दुईटै तरिकाले मौनतिर हामी गयौँ भने के हुन्छ भन्दा विचार पनि अब शून्यतातिर झर्छ। यदि विचार शून्यता झर्नु भनेको के हो त भन्दा अध्यात्मको लक्षण हो। त्यसरी हामी बिस्तारै कहाँ पुग्छौँ भन्दा अध्यात्मको लाइनतिर पुग्छौँ। त्यो अध्यात्मको लाइनले हामीलाई सुन्दर, आनन्दित, प्रफुल्लित, सुखी, खुसी के बनाउनु पर्छ त्यो सबै बनाउँछ। त्यसकारण हामी मौन साधनातिर चाहिँ अगाडि बढ्यौँ भने हाम्रो सफलता त्यहाँ छ, हाम्रो चाहिँ उपलब्धि त्यहाँ छ। त्यसकारण हामी सबैलाई म तपाईँलाई के अनुरोध गर्न चाहन्छु भन्दा अब हामी बिस्तारै बिस्तारै मौनताको बाटो रोज्नु यति अति उत्तम हुन्छ। भनिन्छ नि बोलीले जस्तै शब्दको पनि मौनता भनिन्छ। एउटा शब्दले पुग्छ भने दुईवटा शब्द किन बोल्ने भनेको छ कि। तर हामी त के गर्छौँ भन्दा बोल्याछ कुनै मान्छेसँग कुरा गर्न थाल्यो भने एक सोरे आफू मात्रै बोलेको कि अरूलाई बोल्ने पालो नदिने। त्यसो भयो भने त्यो आफू मात्रै बोल्दै जाने हो भने जसले त्यो आफू वरिपरि बोल्दै गइएको छ तिनीहरूले आफूलाई मन पराउँदैन। त्यसैले आफूलाई मन पराउने हुनको निम्ति के गर्नुपर्छ भन्दा सुन्नुपर्ने हुन्छ। सुन्नु भने पनि मौनता हो। ती कम बोलियो, जति धेरै बोलिन्छ त्यति धेरै मिस्टेक हुन्छ, जति कम बोलिन्छ त्यति कम मिस्टेक हुन्छ। त्यो हिसाबले हामीले चाहिँ मौनता, दुईटै कुराको मौनता, शब्दको पनि मौनता र विचारको पनि मौनता, मनको पनि मौनता, दुईटै कुरालाई चाहिँ भित्र पनि मौनता र बाहिर पनि मौनता, चारैतिर मौनताले हामीलाई छायो भने हामी पक्कै पनि सफलताको बाटोतिर अगाडि बढ्छौँ। थ्याङ्क यू सो मच। नमस्कार।